केही भन्नु छ तिमीलाई? केही छैन। केही छैन? देखियो के हो यो? मन्दिर जाँदैछौँ अनि मन्दिर जाँदैछौँ अनि त्यसपछि के भइरहेको पोखराको हालत खराब भइसक्यो। बाटोमा यसरी पार गरिरहेको आज हामी जाँदैछौँ बिन्दवासिनी है। आज हामी बिन्दवासिनी जाँदैछौँ मन्दिर, यसो हल्का दर्शन गरौँ भनेर। किनकि हामी एकदमै धार्मिक मान्छे हो। गाजा तो प्रसिद्ध मेरो आत्तिनु नि पर्छ कहिले काहीँ होइन। त्यस्तो शब्द सुनेपछि हट्दै गाउँछ। हामी आत्तिहाल्छौँ क्या। यो ठाउँ जुन छ नि मलाई क्या मनपर्छ भने मलाई लास्ट दाइ अलिक त्यो के एस्थेटिक के एस्थेटिक छ नि त। यो चाहिँ अलिक पोखरा नै होइन कि जस्तो नि लाग्छ क्या कति कति बेला। भनेको यो ठाउँ होइन नराम्रो भन्नु मिल्छ। हामी आज आएका छौँ बिन्दवासिनी मन्दिर। केही भन्नु छ तिमीलाई? केही छैन। केही छैन? देखियो के हो यो? यहाँ धुम्रपान गर्न पाइँदैन है। तपाईँ कस्तो मनै शान्त हुने के भइरहेछ कि नै तिमीलाई? क्या पिसफुल भइरहेछ मलाई चाहिँ। यहाँबाट चाहिँ खोइ मन्दिर नि अनलाइन भइसक्यो। अनलाइन डोनेसन गर्न मिल्दो रहेछ है साथीहरू। तपाईँहरूले पनि डोनेट गर्न चाहनुहुन्छ भने अनलाइन डोनेट गर्न मिल्छ है। मन्दिर चाहिँ यस्तो छ, यहाँबाट चट्ट मजाले भ्याली पनि देखिन्छ। यस्तो मजाले भ्याली देखिन्छ। बिग प्रपर्टी रहेछ त। प्रपर्टी बिच चाहिँ यहाँ तर पार्क जस्तो पनि छ। पार्क चाहिँ बन्द भइसकेको छ। चुनावको माहौल हामीले मन्दिरमा पनि देख्न सक्छौँ। घन्टीहरू छ यहाँ पनि। घन्टी यस्तो हुन्छ कि अब याददाश्त कमजोर भएपछि मैले क्यामेरा ल्याएँ, गिम्बल ल्याएँ, ब्याट्री ल्याएँ होइन। तर के बिर्सेँ? मेमोरी कार्ड बिर्सेपछि अब के गर्ने? क्यामेरा होस्, गिम्बल होस्, जेसुकै होस्, ज्यान छ तर सास छैन। त्यही त। त्यो चाहिँ सराङकोट हो। सराङकोट पनि हामी गइन्छ कोदाली टाढै। त्यहाँ चाहिँ हाइवे देखिन्छ। कोदाली यो उसको बारेमा थाहा छ कि नै तिमीलाई? यो उसको गुरु होइन, गुरु नै हो क्या सायद, नन्दी, शिवजीको वाहन। यहाँ चाहिँ कानमा केही भन्नुभयो भने, कानमा चाहिँ आफ्नो इच्छा आकाङ्क्षा भन्नुभयो भने नन्दीको कानमा त्यो चाहिँ पुरा हुन्छ अरे क्या। केही भन्नु मन छ तिमीलाई? केही छैन, सबै सन्तुष्ट, केही इच्छा छैन है। इच्छा लामै रहेछ। यहाँ भनेको इच्छा चाहिँ पब्लिकली भन्नु हुँदो रहेछ क्या, कानमा सुटुक्क। मलाई मेसेन्जरमा भन्नु। व्हाइट परेवा ब्ल्याक पनि छ हो यता। ब्ल्याक पनि छ। व्हाइट एन्ड ब्ल्याक ए ल व्हाइट एन्ड ब्ल्याक पनि रहेछ यार। व्हाइट एन्ड ब्ल्याक त मैले फर्स्ट टाइम देखेँ यार जिन्दगीमै। मैले फर्स्ट टाइम देखिरहेको है। नाइस। सबै ठिक हो, मन्दिर पनि राम्रो छ, सब चिज राम्रो छ। एउटा चिज मलाई मन नपरेको चाहिँ यो हो, यसरी फोहोर जलाउन मिल्छ गाडी यसरी? यो त हाम्रो मेयरको गल्ती हो नि त। के आचार्य अरे भन्राज आचार्य सर, के गर्दै हुनुहुन्छ तपाईँ? यस्तो फोहोर बाल्नुपर्ने अवस्था भयो।
त्यसरी फोहोर बालेर अनि कति प्रदूषण हुन्छ तपाईँले फोहोर नउठाएर चाहिँ यत्तिकै प्रदूषण भइरहेछ होइन आइदियो भने करियर सुरु हुनभन्दा अगाडि सकिन्छ होइन अस्ति कुकुरी निस्केको मैले बिर्सेको छैन मन्दिर मेन ऊ चाहिँ यही होइन मन्दिर चाहिँ मेन चाहिँ थाहा भएन मेन चाहिँ यही नै बिचमा छ नि त बिचमा भएपछि मेन बिचमै त हुन्छ होला नि फासिल र उसको थियो के अरे रजनीकान्तको फिल्म थियो त्यहाँ चाहिँ के गर्छ भन्दाखेरि यस्तै क्युआरहरू हुन्छ होइन पसलहरूको यताउतिको अब यो टिप्स लिएर गर्ने काम चाहिँ नगरौँ होला होइन तर यस्तै क्युआरहरूमा चाहिँ अनि आफ्नो टास्क दिन्छ क्या त्यहाँ माथि यो स्पोन्सरको एड हो यो लेट्स नट गिभ आइडियाज होइन तर त्यही हो सिनेमेटिक ब्लगर वर्कहलिक अब चाहिँ यहाँको दर्शन सक्यो हाम्रो अब हामी निस्किँदैछौँ अब सी यु इन अनदर ब्लग बाई बाई